हेलो एन्ड दर्शन नमस्कार सम्पूर्ण साथीभाइहरुमा। साथै नववर्ष 2082 समाप्त पश्चात आजदेखि नयाँ वर्ष 2083 सुरुवात भएसँगै तपाईँ सबैले नयाँ वर्षको भावी शुभकामना। जति पनि 2082 सालमा पुरा नभएको सम्पूर्ण कामहरू चाहिँ पुरा होस् है, यही कामना गर्न चाहन्छु। स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ कहीँ तपाईँ सबै समस्त नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा तपाईँ सबैलाई नयाँ वर्ष 2083 को भावी शुभकामना। साथै आज हामी चाहिँ ट्याक्क पोखराबाट चाहिँ हामी बस्ने पर्स्याङबाट चाहिँ माथि हामी चाहिँ आज चाहिँ पिकनिक खानको लागि आइसकेका छौँ। सो यता मेरो याङचुन हेलो, मेरो छोरी त्यहाँबाट हेलो सलिन भन्दै, त्यहाँबाट मेरो कान्छी छोरी युजिना हेलो, युजिना मेरो बुढी टिका मामा दाउरा खोज्दै हुनुहुन्छ उता दिदीहरू। सो यो बुफर यो सब यहाँ चाहिँ मासुहरू हामीले चाहिने सबै सामग्री चाहिँ हामीले यहाँ लिएका छौँ। सो आज चाहिँ स्पेसली नयाँ वर्ष 2083 को पहिलो दिन चाहिँ हाम्रो स्पेसल हुने कुरा छ। यहाँ चाहिँ अनेक हुन्छ, अहिले के हुन्छ तपाईँ सबैलाई देखाउनेछौँ है त। सो गाइज म चाहिँ मासु काट्न लागेको छु। मासु नि आज हामी पुरा आफै लिएर ट्याक्क टन्नै छ यहाँ देखाउनु त। त्यहाँ मासु ट्याक्क लेग पिस ट्याक्क खाने अहिले ट्याक्क। सो म चाहिँ मासु काट्दैछु पुरै। फेरि हामी चाहिँ अर्ग्यानिक के त्यो यस्तो ग्यास के होइन, फेरि दाउरामा पकाउने हो के हुन्छ पुरा हुनेवाला छ। अलिक फ्यामिलीहरू उता हुनुहुन्छ, हामी चाहिँ देखान दुई घरको हाम्रो ट्याक्क के हुन्छ म ट्याक्क काट्छु के हुन्छ। ल गाइस फाइनल्ली चुलो पनि रेडी भइसक्यो है त। हाम्रो चुलो यहाँ दुईटा पुरै अर्ग्यानिक हो कि, गाउँले पारामा ट्याक्क लाएर। यो चाहिँ यानि कि भोज भतेरमा चाहिँ ट्याक्क परेको हुने खालको चुलो बनिसक्यौँ हामीले। ट्याक्क दाउरा साउरा ट्याक्क यता भाँच्दै मेरो घरवाली के छ यता हेर त के छ नयाँ वर्षमा रमाइलो भइरहेछ। ओहो साला आइदियो के छ। ल हाम्रो सालाको इन्ट्री हुँदैछ है, हिरोको रोल आउँदैछ लास्टमा। हाम्रो ग्याङहरू चाहिँ यहाँ पुरै बनाउँदै हुनुहुन्छ है ट्याक्क। हाम्रो साला के सालाजी नयाँ वर्ष त खत्रै हुन्छ कि भएन लास्ट हेन्जाम हुनुहुन्छ फेरि कोही हुनुहुन्छ भने ट्याक्क यसो ट्याक्क लाएर हामी चाहिँ पुरै यहाँ लाग्दैछौँ बनाउनको लागि। हामी चाहिँ पुरै ट्याक्क वाह बच्चाहरू चाहिँ एउटा स्कुटीमा उलुलु गर्दैछन्, बस नानीहरू चाहिँ उलुलु गर्दैछन्। यता बच्चाहरू खेल्दैछन् ट्याक्क लाएर। मेरो छोरी हेलो बेबी हाई ट्याक्क बच्चाहरू खेल्दैछन् यता। हामी चाहिँ तयारी गर्दैछौँ ट्याक लाएर। खाना भनेकै नेवारी रे, ल यस्तो खाना ट्याक्क लाएर। अब गाउँले अर्ग्यानिक चुलोमा कस्तो भात पाक्यो त भन्दाखेरि वाउ गाइजहरू स्याट भात बन्दैछ राम्रो तरिकाले। स्पेसल्ली यहाँ अब चाहिँ यहाँ दाल पाक्दैछ। रोस्ट फ्राई गर्नको लागि चाहिँ तयारी छ। भाउजू त्यता शीतल दिने भनेर बनाउँदै हुनुहुन्छ दाइहरू। मामाहरू बुढाहरूले बनाउँदै हुनुहुन्छ यता छारीको लागि। अनि भाउजू र मैले चाहिँ यता दाल र रोस्ट फ्राईको तयारी गर्दैछौँ।
डरे रुन्छ यहाँ त पट उम्रिन लाग्यो भाइ उम्रिन अरे किन तार्ने हो कि दिदी ती पढ्नु लिने तार्नुलाई किन पक्किन्छ कि ए यता बसेर गरे सिट आउँदैन के यता यता टुटप साइडमा यताको यता साइडमा गरौँ न गन्धे पनि उठ्नु त ल गाइजहरू परिकार चाहिँ हामी ट्याक्क बन्दैछ फेरि यहाँ चाहिँ पुरा फ्राइड चिकन चिल्ली रोस्ट हो अलि फेरि रक्सीसँग चिरिप्प पार्नुपर्छ यता चाहिँ फेरि ट्याक्क गाउँले स्टाइलमा रोस्ट मेरो सालाले बनाउनु ट्याक्क सालाजी के छ त तपाईँको बिहामा कहिले हो यसरी बनाउने पर्सितिर बनाउन पर्सितिर नयाँ वर्ष लागेसँग अब 3-4 गते फेरि सालाको बिहे छ फेरि खसी ढल्काएर ट्याक्क राङ्गा होला नि ए राङ्गा खसी ट्याक्क के छ त बुढी भाइको बिहे हुँदैछ के छ खुसियाली हो कि हो आज भाइले बिहा गर्दा खुसी हुनुहोस् किन हो कमाइन न ट्याक्क यता फेरि बस्ने ठाउँहरू यस्तो सर बनाइए हो ट्याक्क लाएर इन्जोय गरिरह छोरी के गरेको है ट्याक्क यता कुकमा चाहिँ ट्याक्क यता दाल यहाँ दाल ट्याक्क बनाउँदैछौँ ट्याक्क लाएर ल अब सर र हामी चाहिँ ट्याक्क अब भात पस्काउन चाहिँ लागिरहेछौँ है यहाँ दिदीले भात पस्काउँदै हुनुहुन्छ यहाँ मासु दाल रोस्ट ट्याक्क यता बुढीले बनाउँदै यताखेरि हामी चाहिँ हेलो गाइज सर हामी चाहिँ अब ट्याक्क अब खाने तयारीमा यो तार्ने हो अझ उतार्ने हो यो चाहिँ गाउँको लोकल कोदोको 1080 हालेर ल्याएको त्यो डिउ यो पनि रक्सी खाने हो क्या सब खाने हो बोल्ने मान्छे फेरि त यो बोल्ने मान्छे चाहिँ सर अब नयाँ वर्ष स्पेसलै हाम्रो पर्सम के हो त्यो नयाँ वर्ष स्पेसल सर सलिन वाउ यही जिना किरण मामा म दिदीहरू चाहिँ यता घाममा भान्से हुनुभयो रोस्ट गाइजहरू खाने हो रमाइलो गर्ने हो ह्याप्पी न्यु इयरसँग है चिसो बियर चाहिँ होइन तर फेरि चिसो रक्सी हो फेरि फ्रिजमा हालेको रक्सी चिसो खानालाई चिसो ट्याक्क पुरै भ्लगर हो फेरि त फेरि अन्त यहाँ चाहिँ यहाँ छोरी यहाँ यता झन् साला मलाई देखाउँदै ए रक्सी लागेछ क्या मलाई यत्रो भात आम्मामा यत्रो भात खान सकिएला त ल फाइनल्ली अब हामी चाहिँ जानुपर्ने हुन्छ गाइस अब रमाइलो नाच्ने भिडियो त अब हामी आफै अब रमाइलो गर्न लाग्यो खान्थे पिन्थे मान्छे अब खासै रमाइलो गर्दै बनाउन पाइएन सो यहाँ अब यहाँ वरपर भएको फोहोरहरूले चाहिँ हामीले चाहिँ व्यवस्थापन गरी चलाइयो
अनि रहेको भाडा कुरा चाहिँ हाम्रो मामाले यहाँ ट्याक्क बाँध्दै हुनुहुन्छ होइन ट्याक्क अब हामी चाहिँ जाने तरकारी गर्दैछौँ अब नाचेको भिडियो चाहिँ हामी झ्याप भइएछ अब भिडियो बनाउने मै अब कसले बनाउँदैछ त्यही भएर चाहिँ यस्तै हो गाइज सो अब हामी चाहिँ ट्याक्क होम टाउन चाहिँ बागलुङ हो तर बसाइ चाहिँ पर्स्याङ सो हामी चाहिँ माथि गाठलाङ डाँडाबाट जाँदैछौँ